इन्डियामा हुने टी20 विश्वकपको लागि नेपाली टिम घोषणा भएको छ। हेर्नुहोस् कोले टी20 वर्ल्ड कपमा आफ्नो स्थान बनाएका छन्। कप्तान रोहित कुमार पौडेल, जो बायाँ हाते ब्याटिङ र दायाँ हाते बोलिङ पनि गर्छन्। अर्को खेलाडी रहेका छन् दिपेन्द्र सिंह ऐरी, जो भोइस कप्तान। खेलाडी हुन् सन्दीप लामिछाने, जो विश्वका सबै ठुला लिग खेलिसकेका छन् र ओडिआई र टी20मा सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडी हुन्। त्यसपछि रहेका छन् कुशल भुर्तेल, जो नेपाली क्रिकेट टिमका ओपनर हुन्। यिनी लामो सट खेल्नमा माहिर छन्। अर्का खेलाडी रहेका छन् ओपनिङ ब्याटर आसिफ शेख, जो क्रिजमा एकदमै टिकेर खेल्ने उनको कला रहेको छ। अर्का खेलाडी हुन् सन्दीप जोरा, जो आफ्नो अट्याकिङ खेल्ने शैलीका कारण उनी टिममा परेका हुन्। अर्को खेलाडी हुन् आरिफ शेख, उनी बायाँ हाते ब्याट्सम्यान हुन् र नेपाली टिमका विश्वसनीय मिडल अर्डर ब्याट्सम्यानका। त्यस्तै अर्का खेलाडी रहेका छन् बसिर अहमद, जो पहिलोचोटि वर्ल्ड कपमा ठाउँ बनाए। त्यस्तै अर्का खेलाडी हुन् करण केसी, उनी दायाँ हातका फास्ट बोलर हुन्। राष्ट्रिय टिमका लागि महत्त्वपूर्ण विकेट लिएका छन्। अर्का खेलाडी रहेका छन् शेर मल्ल, जो एनपिएल सिजन 2मा उत्कृष्ट प्रदर्शन गरेर आफ्नो ठाउँ पक्का गरेका हुन्। यस्तै अर्का खेलाडी रहेका छन् सोमपाल कामी, जो 3वटै विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन्। यस्तै अर्का खेलाडी रहेका छन् नन्दन यादव, जो डेथ ओभरमा राम्रो बोलिङ गर्ने गर्दछन्। खेलाडी रहेका छन् गुलशन कुमार झा, जो बायाँ हाते ब्याट्सम्यान पनि हुन् र मिडियम फास्ट बोलिङ पनि गर्ने गर्दछन्। त्यस्तै अर्का खेलाडी रहेका छन् लोकेश बम र अन्तिममा रहेका छन् ललित राजवंशी, जो सन्दीप पछाडि राम्रो बोलिङ गर्ने गर्दछन्।